फिफा वर्ल्ड कप 2026 मा बलियो मानिएको टिम टर्की पहिलो चरणबाटै बाहिरिएको छ। ग्रुप चरणबाटै बाहिरिँदा अस्ट्रेलियासँग 2-0 र पाराग्वेसँग 1-0 ले चाहिँ हार बेहोरेको हो। एक गेम बाँकी छँदै टर्की चाहिँ विश्वकपबाट बाहिरिएको हो। पहिलो खेलमा अस्ट्रेलियासँग 2-0 ले हारेको टर्की आजको खेलमा 10 मेन डाउन भएको पाराग्वेसँग पनि 1-0 ले हार बेहोरेको छ। यससँगै टर्की फिफा वर्ल्ड कप 2026 बाट बाहिरिने दोस्रो टिम बनेको छ। यसभन्दा अगाडि हाइटी बाहिरिएको थियो र दोस्रो टिम बनेको छ टर्की। पाराग्वेका खेलाडी मिगुएल अल्मिरोनले खेलको 45औं मिनेटपछि विवाद हुँदा उनले चाहिँ मुख छोपेका थिए, जुन चाहिँ अहिलेको फिफा वर्ल्ड कप 2026 को नयाँ रुल अनुसार चाहिँ रेड कार्ड पाउँदा 10 मेन डाउन भएको पाराग्वेमाथि कुनै गोल फर्काउन सकेन। धेरैले अनुमान गरेका थिए टर्कीले चाहिँ आफ्नो ग्रुपमा चाहिँ ग्रुप टप या सेकेन्ड गर्छ भनेर, तर पनि टर्की दुवै म्याच हार्दै एक खेल बाँकी छँदै बाहिरिएको छ। टर्कीको टिम जुन किसिमले विश्वकपमा आउँदै गर्दाखेरि विदाय भएको थियो, कारहरूको लावा लस्कर थियो, जुन किसिमको विदाय गरिएको थियो त्यो हिसाबको भने टर्कीका खेलाडीहरूले प्रदर्शन गर्न सकेनन्। दुवै खेलमा पोजिसन राम्रो राख्दा पनि दुवै गेम चाहिँ हार्न पुगेका छन्। पहिलो गेममा चाहिँ एकदमै अस्ट्रेलियासँग पनि पोजिसन राम्रो राख्दै अस्ट्रेलियाले चाहिँ काउन्टर एट्याकमा चाहिँ गोल मारेको थियो र आजको खेलमा पनि 10 मेन डाउन भएको पाराग्वेलाई चाहिँ हराउन सकेन र विश्वकपकै ग्रुप चरणबाटै बाहिरिने दोस्रो टिम बनेको छ। एकदमै निराशाजनक प्रदर्शन र ठुलो अपसेट भएको छ विश्वकपमा टर्कीको लागि।